सिपमूलक तालिम र आफ्नो सिप खोज्नु पाउने र आफूले विभिन्न संस्था खोल्नु पाउने र भनेर जो नीति ल्यायो विभिन्न उपभोक्ता समितिमा महिला दिदीबहिनीहरूको 33% अनिवार्य भनेर ल्याएपछि र महिला दिदीबहिनीहरू बाहिर निस्किन्। महिला दिदीबहिनीहरूको उपस्थिति भयो विभिन्न ठाउँमा सहर तबकामा र म के भन्न चाहन्छु भने अहिले यहाँ उपस्थिति देख्दा पनि धेरै जसो महिला बहिनीहरू छन् र भाइहरू थोरै छन् किनकि भाइहरू विदेशतिर पनि जान्छन् होला छिमेकी देश भारतमा हुन्छन् र पहिला के थियो भने एकजना कमाउने घर परिवारमा पुरुषले कमाउने र त्यहाँ बालबालिका महिलाले खाने र घर मात्रै हेर्ने घरको व्यवस्थापन मात्रै गर्ने थियो। त्यसले एकजनाको कमाइले घर परिवारको विकास भएन। त्यस कारणले अहिले महिलाले पनि कमाउनु पर्छ भन्ने जो नीति आएको छ महिलाले आफ्नो रोजगारी आफ्नो व्यवसाय रोज्नु पाउँछन्। आफूले गर्ने व्यवसाय जस्तै शान्तिमा पसल पनि हाल्नु पाउने भए र विभिन्न काममा पनि आफ्नो सिपलाई देखाउनु पाउने जो नीति आयो राम्रो लागेको छ खुसी लागेको छ महिला दिदीबहिनी यतिका। किनकि हामीले त 61 सालमा महिलाहरूले समान कामको समान ज्याला पाउनुपर्छ भनेर अभियानै गरेको मालेखेती गाविसमा गोदावरी गाविसमा गेटा गाविसमा शिरपुर गाविसमा अभियान गरेर विभिन्न ठाउँमा ठेकेदारसँग इटाभट्टीमा गएर यो अभियानै चलाएका थियौँ र यसको फलस्वरूप केही ठेकेदारहरूले त समान ज्याला दिएका पनि छन् र त्यहाँ सोध्ने बेला पनि महिला दिदीबहिनीहरूले के भन्छन् भने हामीलाई समानै ज्याला दिएको छ भन्छन्। तर यसरी नपाएको भए पाएन भन्नुपर्छ ढाक्नु हुँदैन। किनकि ती महिला दिदीबहिनीहरूको बाध्यता के थियो भने कुनै काममा लगाएन भने मेरो चुलो कसरी चल्छ भन्ने बाध्यताले पनि महिला दिदीबहिनीहरूले कतिपयले त्यो कुरा पनि भनेको थियो। भन्नु हुँदैन आफ्नो अधिकारको लागि लड्नुपर्छ त्यतिकै अधिकार पाइँदैन। त्यसैले महिला दिदीबहिनीले यसरी काम गरेर आफ्नो चुलो चौको जलाएको छ। आफ्ना छोराछोरीलाई पढन पाठनमा केही कमाएर उहाँलाई पढाउनु भएको छ। यसको लागि महिला दिदीबहिनीलाई एकदम धन्यवाद दिन चाहन्छु। किनकि सरकारी ज्याला जो छ समान कामको समान ज्याला छ। सरकारी अफिसमा काम गर्ने महिलाले आफूले पाउने खाएको छ र ठगिएका महिला दिदीबहिनी तल जो मजदुर महिला दिदीबहिनीहरू छन् उहाँले ठगिनु भएको छ र कुनै ठेकेदारले ज्याला दिएको भने हाम्रो न्यायिक समितिमा आउनु होला। 79 मा आएको थियो 2टा 80 मा एकजना र 81 मा एकजना हामीले ठेकेदारलाई बोलाएर उहाँलाई उहाँको ज्याला चाहिँ दिनुपर्छ भनेर उहाँसँग छलफल गराएर अब हामी दिन्छौँ भनेर सहमत भएर गएका छन्। कतिपय महिला दिदीबहिनीहरूको सम्झौता पत्र हुँदैन अप्ठ्यारो त हुन्छ तैपनि हामीले छलफल गराएर उहाँलाई दिलाएका छौँ र कुनै पनि ठेकेदारसँग कुनै पनि व्यवसाय संस्थासँग काम गर्नलाई गयो भने सम्झौता पत्र चाहिँ बनाउनु होला बहिनीहरू। र काम पनि कुन काम जोखिमपूर्ण छ जोखिमपूर्ण काममा लगाउनु मिल्दैन। त्यसैले महिलाहरूले के काम गर्न सक्छ त्यो काममा आफूले सम्झौता गर्ने काम गर्नुपर्छ। ठेकेदारसँग पनि हामीले बोलाएर उहाँलाई एकदमै सचेतना कार्यक्रम दिने आवश्यकता छ। किनकि उहाँले सुन्नुहुन्न त्यतिकै गएर भन्यो भने नै हामी त दिन्छौँ हजुर भन्ने भए दिँदैन। त्यसका लागि 136 वर्ष भइसकेका नै छन्। हाम्रो नेपालमा त महिला दिदीबहिनीलाई मैले किसानी काममा मात्रै ज्याला गरेको देखेको थिएँ। लोकतन्त्र गणतन्त्रपछि अहिले महिला दिदीबहिनी कमाउन लागेका छन् र विदेशमा पनि छिमेकी देश भारतमा पनि पहिला छोरा मान्छेले मात्र कमाउने त्यहाँ आफ्नो परिवार लगेको छ भने परिवारका सबैलाई एकजनाले पाल्नु पर्ने। अहिले श्रीमान श्रीमती दुईटैले कमाएर यहाँ पक्की घर बनाइसकेका छन्। आर्थिकमा उहाँ सक्षम भइसकेका छन्। सबभन्दा पहिला महिला दिदीबहिनीलाई आर्थिकको अभाव हुन्छ। आर्थिक आफूसँग भएन भने विभिन्न सङ्घ संस्थामा कार्यक्रममा जाने बेला पनि घर परिवारसँग माग्नु पर्ने। घर परिवारले पनि एक त घरको काम छोडेर जान लागि आज पैसा दिनुपर्छ भनेर किचकिच गर्छ। त्यसैले युवा महिला दिदीबहिनीले काम चाहिँ गर्नुपर्छ। किसान महिला दिदीबहिनीले भैँसी पालन गाई पालन गरेर
बिक्री गरेर पनि आफ्नो आर्थिक चाहिँ आफूसँग हुनुपर्छ, किनकि आफूले स्वतन्त्रसँग विभिन्न सङ्घ संस्थाले बोलाएको ठाउँमा जान सकिन्छ। म पनि एउटा किसानकी बुहारी, श्रीमान त शिक्षक हुनुहुन्थ्यो, तर पेसा चाहिँ हाम्रो 5 बिघाको जमिन ज्याला लगाए पनि उनीहरूसँग आफूले काम गर्नुपर्ने, त्यो समय पनि बाहिर निस्कन नपाइने। त्यसपछि हाम्रो जो कृषि यन्त्र आयो, कुट्दिने, धान कुट्ने, गहुँ कुट्ने, काट्ने पनि आइसकेको छ। अहिले महिला दिदीबहिनीले फुर्सद पाएको छ, किनकि आफ्नो घरको चुल्हा चौकाको काम त अवश्य गर्नुपर्छ, किनकि आफ्नो घरको काम लथालिङ्ग गरेर बाहिर विभिन्न मिटिङमा तालिममा जान सकिन्न। सबभन्दा पहिला घरलाई व्यवस्थित गर्नुपर्छ, त्यसपछि समाजले व्यवस्थित भयो भने राष्ट्र पनि व्यवस्थित हुन्छ। त्यसैले हाम्रा महिला दिदीबहिनी इमान्दार हुन्छन्, विभिन्न सङ्घ संस्थामा छ। म पनि एउटा संस्थाको अध्यक्ष हो। योभन्दा अगाडि 60 सालमा 63मा मेरो कार्यकाल सकियो, 3 वर्षको कार्यकाल थियो। त्यसपछि यस्तै सामाजिक काम गर्दै गर्दै अहिले यहाँका गोदावरीका मतदाता जो दिदीबहिनी छन्, दाजुभाइ छन्, उहाँले मलाई यो औदामा पुर्याएको छ। त्यसकारण सबभन्दा पहिला म त के भन्छु भने महिला शिक्षित हुनुपर्छ, महिलासँग आर्थिक हुनुपर्छ, महिलालाई अगाडि बढाउनुपर्छ। यो कार्यक्रममा गोदावरी नगरपालिकामा पनि विभिन्न शाखामा त्यही भन्छु, हाम्रो सामाजिक विकास शाखा चाहिँ सशक्त बनाउनुपर्छ, महिलाको क्षमता गर्नुपर्छ। त्यसपछि महिलाहरू बिस्तारै हरेक काममा सरिक हुन्छन् र अहिले महिला दिदीबहिनीहरू, सक्षम महिला दिदीबहिनीहरू, एकदमै पढे लेखेका महिला दिदीबहिनीहरूले यो देश सञ्चालन गर्न लागि पनि हामीले चुनेर उहाँलाई सङ्घमा पठाएका छौँ। नीति निर्माण निकायमा लागू गर्नुपर्छ। स्थानीय निकायले नीति निर्माण बनाउँदैन, किनकि परदेशमा सँगसँग बाँच्नेको लागि नीति बनाउनुपर्छ। उद्योग वाणिज्य सङ्घको अध्यक्षज्यूले भन्नुभएको छ नीतिमा आउनु पर्यो। महिलाहरूको हेलमेट र विभिन्न सामग्री पञ्चा चाहियो काम गर्ने बेला, त्यो चाहिँ अवश्य नै चाहिन्छ। जोखिमपूर्ण काम हुन्छ। लेबरी गर्ने बेला पनि दिदीबहिनीहरूले 3 तलामा 4 तलामा त्यो बिक्री बालुवा पुर्याउनुपर्छ। त्यस कारणले नीतिमा ल्याउनुपर्छ र हाम्रो स्थानीय निकायबाट तपाईँलाई एकदमै सहयोग र सपोर्ट हुनेछ। विभिन्न संस्थाले हामीलाई सहयोग गरेका छ। निस नेपालले धेरै राम्रो काम गरेका छ महिला दिदीबहिनीहरूको लागि। पछाडि